हाई एभ्रिवान साथीहरू के छ हालखबर साथी सबैको। अहिले म दाङबाट कालीमेडी जाँदैछु आफ्नो आन्टीको घर होइन। अनि लिनु लागि बहिनी आउँदै थियो अरे, आइसकेनसम्म तल स्कुलमा छु चाहिँ थाहा छैन। यस्तो उकालोमा चढिकन हालत डाउन भएको साथीहरू। 12 महिनामा एकचोटि चढिन्छ है, हालत डाउन भएको साथी। के गर्ने, अब एकैछिन माथि चढ्ने हो यहाँबाट त्यहाँ, अनि त्यसपछि ठुलो डाँडा। अहिले म देखाउँछु यति माथि स्कुल छ। हालत डाउन भएको कि साथी हो। अनि अलिकति खानेकुरा प्याक गरेर आएको, त्यहाँबाट अलिकति गएको नानी भने तलतिर आउँछु भनेर अहिलेसम्म आएको थिएन। अगाडि हेर्दै गर्नु होला हजुरले है। यही हो साथीहरू कालीमेडीको स्कुल। यहाँबाट टाढाबाट जाने हो बाटो, त्यहाँबाट घुमेर छ त यो साथीहरू कालीमेडीको स्कुल। यहाँ म पढे त होइन, पर यो बाटो पहिला यहाँ थिएन, ऊ तलतिर बिचबाट जाने मिल्थ्यो होइन। म फेरि यहाँबाट गइरहेको छु माथिबाट। त साथीहरू सामान बोक्दैलान् भने त मान्छेहरू त मान्छे नि मेरो बहिनी गयो घुम्नको लागि, आन्टीहरू फेरि आउनुको नै थाहा छैन। हिजो चोटपटक लागेको, अल्ताइ दुख्यो किनकि हिजो बाइक एक्सिडेन्ट भएको थियो साथीहरू। ल साथीहरू हिँड्नु पर्यो अब। अनि त्यो डाँडामाथि पारी साथीहरू मलाई जानुपर्ने छ ऊ त्यहाँ डाँडामाथि, ऊ त्यो घरमा जो निलो निलो देखिरहेको त्यहाँ। अनि यहाँबाट जानुलाई अल्तै टाढा छैन। के गर्ने, जानै पर्यो आफ्नो मान्छेलाई भेट्न। के गर्ने, उकालो ओह्रालो। साथीहरू यहाँ हेर्न सक्नु सानो सानो झरना भने यही हो। सानो सानो खोलामा पानी बगेर रहेछ। यही पानी फेरि तल बगेर जानु रहेछ। यही पानी फेरि मान्छेले पनि खान्छन्। अन्त लटक्कै टाढा छ साथीहरू, कहिले पुग्गिने थाहा छैन। त्यहाँ आन्टीहरू आइसके छैन अहिले। कसले साथीहरू रुखमा चढिकन नानी तलतिर छ, म यहाँ माथि चढिकन बेलौती खान लाग्छु। योपालि धेरै रहन्छन्, अलिअलि रहेछन् यहाँ। मिठो बेलौती रहेछ कि एकदम प्योर, खानुमा मजा आयो। यहाँ पनि मेरो साथीहरू बेलौती सानो रहेछन्। पुगिसकेँ म आन्टीको घर। यति टाढा रहेछ ऊ त्यहाँ स्कुलबाट यहाँसम्म आउने। त्यहाँ साथीहरू कहाँ, ऊ त्यहाँ स्कुल त यहाँसम्म नै हो साथीहरू। बुढाहाल भयो, यो पनि पैदल पैदल। साथीहरू बेलौती खाने मजा आएको, एकदम पाक्या। यस्तो इन्डियामा पनि पाइन्न क्या साथीहरू, एकदम प्योर रहेछ क्या पहाडी बेलौती, एकदम मलो। अनि साथीहरू हेर्न सक्नुहुन्छ हामी ऊ तल तल त्यहाँबाट आयौँ। ऊ त्यहाँबाट माथि माथि उकालो ठाडो उकालो अल्तै धाउ हुन्छ आन्टीको घर।
त साथीहरू भोलि हामी जाने हो त्यो ऊ पारि त्यो घर त्यहाँ त्यसको डाँडाको पल्लापट्टि मेरो भाइको घर छ त्यहाँ भेट्न जाने हो भोलि अनि एउटा साथीको घर फेरि ऊ त्यहाँ देखा त्यो माथि छ यहाँ हेर्न सक्नुहुन्छ डाँडा पाखा यस्तो रहेछ यताको पाइको यहाँ रहेछ हामी सानो नानी कहाँ घर जाने कहीँ जाने होइन अहिले ल नानी तिमी गुरु त्यहाँभित्र बाख्रा पस्या छिटो आइज छिटो छिटो यो टाढाबाट गर्छ नमस्ते पानी खोल्न लागि त माइल नानी आइगयो अहिले बाख्रा गोलाबाट दुखारी केटी बिचारी सब काम यसलाई गर्नुपर्छ नानी माइल नानी भएर नानी फेरि त्यहाँ माथि गएर रिसाएको छ मसँग जान्न भनेर किन निसाएको नानी नानी छिटो भन्न किन रिसाएको साथीहरू अब 1 घन्टासम्म बोल्दैन नानी हो गोपाल बहुत साथीहरू अहिले पनि घरमै गइरहेको पानी लिनको लागि गाउँमा कनेक्सन थाकिया रहेछ गरे पानी छैन गाउँमा एउटा थोप्लो पनि त्यही भएर मामा अनि नानीहरू म पानी पुग्न गएको ठाउँमा पुग्न जान्ला छ मैले माथितिर धेरै टाढा साथीहरू त कहिले तिर नानी 10,000 नफर्के छिटो आयो मैले होइन अरे त्यो अनि आउनु रहेछ क्या त्यो बेला साथीहरू अहिले हामी आइसकेका छौँ माथि टपमा अनि लागि उता हेर्नु साथीहरू पल्लापट्टि गाउँ अनि यो तल्लापट्टि गाउँ यो बिच गाउँ अनि यो सानो गाउँ 3-4 कति 5-6वटा घर भएका एउटा माथि छ एउटा तल छ यस्तामा पनि मान्छे बसेकै हुन् साथीहरू के भन्ने ठिकै हो पारि पनि घर छन् साथीहरू त्यो पहाडको तल अनि यो तोरीबारी न त यहाँ बिजुली कनेक्सन छ सबले घर घरमा सोलर मात्रै लगाउँछ साथीहरू चार्ज कसरी गर्ने होला आजको नाइटमा अनि भोलि डेमा थाहा छैन मलाई थाहा पहिलेदेखि थाहा आयो त साथीहरू नानीलाई पानी भरिरहेको छ अहिले यहाँ मात्रै पानी यहाँ नबोले पनि यहाँ भोइस सबै आइसक्यो नानी यता हेर्दा के भए सोरी गोला गइकन अहिले नानीले होमवर्क गर्न लाग्छ त्यहाँतिर हेर्नु बेलुकी खाएर पेट दुखायो के को भोक लाग्नु नि फाल्दैन पुराना भिडियो नि यहाँ परेका छन् मसँग न त हेर्नु साथीहरू गाउँघरको स्टाइल यस्तो हुन्छ एकदम दामी हरियो गाउँघर भनेको हाम्रो यहाँ मामा मजाले चुरुट तान्नु भयो आन्टी पनि चुरुटे मामा पनि चुरुटे हाम्रो आन्टीलाई यहाँ भाँडा धुल्न छ हेर्नुहोस् पानी 2 दिनपछि आयो गरे यो घरमा 2 दिन कि 3 दिन पछि
साथीहरु गाउँघरको दुःख यस्तो हुँदो रहेछ के गर्ने बल्ल अहिले घाँस सर्न गएछन् म फेरि अहिले भाइको घर गइरहेको छु अहिले पर घरमा को हुने पनि थाहा छैन त्यही पनि जाम भेटेर आम त्यही हो भने साथीहरु बाटो पनि जंगलको बीचबाट छ के गर्ने टाढै टाढा छ हैन यहाँ पनि एक्का दुक्का घर छन् यो पारिपाई जंगलको बीचमा किन हाल्यो घर पनि यार यति टाढा के गर्ने जानु पर्यो अब आफ्नो मान्छे जहाँ भयो नि भेट्न त पर्यो जाउँ अब साथीहरु यो जंगलको बीचमा भइरहेको सानो गाउँ एउटा माथि छ एउटा तल छ एउटा फेरि हाम्रो यतापट्टि छ साथीहरु हालत डाउन भइसक्यो साथीहरु पहाडमा चढ्न सकिन्न यार साच्चै हो उतापट्टि हेर्नु साथीहरु माथि बादल छन् त्यो डाँडा डाँडामा पनि घर छन् हो साथीहरु हामी जाने पर्ने अलि पर अब धेरै छैन साथीहरु घर अनि यही यो सानो गाउँ एउटै छ रहेछ यहाँ घर त्यहाँ मान्छे बसेछन् के हो त्यही यो साथीहरु हाम्रो अङ्कलको घर साथीहरु अहिले म गइरहेको छु तलबाट माथि हैन भाइ बुहारीले तल खेत सफा गर्दैछन् साथीहरु हेर्नुस् नेपालको केरा अनि यता भाइ हल्दीको खेत लगाएछन् भाइहरुले यता फेरि सब्जीको खेती तलपाई हल्दी अनि यता भाइ साथीहरु सब्जीको खेती छ अनि तलपाई हल्दीको खेती अनि तलतिर लास्टमा मास रोपाएको थियो अरे त्यहाँमा ढङ्क भएन अरे अनि यहाँ फेरि सब्जीको खेती यता भाइ घरदेखि तलपाई सब्जी खेती दामी गरेछन् भाइहरुले हैन भाइ बुहारीले भनौं हाम्रो जग्गा भने उ अंकलको घरदेखि उ तलसम्म छ योपालि यता भाइ धान लगाएनन् अनि उ पारिपाई धान छ साथीहरु त्यहाँ बिचमा मात्रै अनि यो घरको माथि पनि गाउँ छ सानो यता पाइको नजारा यस्तो छ साथीहरु माथि पनि हेर्न सक्नुहुन्छ त्यो डाँडामा घर यता पाए पनि यसको पल्लापट्टि गाउँ छ साथीहरु ठुलै इमाना गुड मर्निङ साथीहरु यो हो बिहान गाउँको नजारा पहाड हेर्न सक्नु कस्तो बादल छ गाउँतिर अनि यहाँ हेर्नु गाई गोरु यिनी हुन् चल्ला साथीहरु यो हो गाउँ घरको नजारा बादल हेर्न सक्नुहुन्छ त्यो डाँडाको तल साथीहरु बिहान कस्तो थियो अहिले हेर्नु कस्तो भएको मौसम पहाडतिर त्यस्तो बादल छैन यता गाउँ सब पुरी गयो बादल साथीहरु यिनी हुन् बाख्राहरु खसी बाख्रा अनि यहाँ भित्र अहिले छन् अहिले बाहिर बान्ने उनीहरुलाई अघि न कस्तो थियो साथीहरु अघि न हेर कस्तो भइगयो सब बादल हटिगए बिस्तारै बिस्तारै हटि जान्छ एमा गोरै आउँछ हैन साथीहरु रात
कहीँ घुम्न कहाँ गएको थियो घुम्न बिहान 4 बजे आएर मान्छे यहाँ काममा लाग्यो हेर्नुहोस् मेहनती केटी स्कुल जान नगरे 1 हप्तासम्म गरे अब हेलो साथीहरू अब जान लाग्छु आफ्नो बुहारीको घरतिर होइन अब त्यहाँ सबैलाई बाई बाई गरेर अब म जान लाग्छु बुहारीको घर भुलाएको थिएँ एकछिन भेट गर्न जानु पऱ्यो साथीहरू अब उतातिर भेट गऱ्यो भने भेट गर्ने फेरि भाइ घर जाने हुन्छ भोलि फेरि अनि यहाँको बाटो साथीहरू आउँदाखेरि अलग बाटोबाट आइयो हुन त यो बाटो पनि त्यहीँ मिसिन्छ भनौँ पर यो पहिल्यैको बाटो हो कि साथीहरू यस्तो हेर्न सक्नुहुन्छ हजुरले कस्तो बाटो छ यो साथीहरू ए उकालो चढ्दा चढ्दा 18 उकालो चढ्दा हालत डाउन भइसक्यो अहिले जाने धेरै माथि नै छ है के गर्ने कसरी पुग्ने खै यताबाट देखिन्छ साथीहरू तलपाई यहाँ माथि आउँदा आउँदा हालत टड भइसक्यो मरौ हालत टाइट भइसक्यो भनौँ अझै कति आधा किलोमिटर जाने अझै बाँकी छ साथीहरू कसरी पुग्यो लागि त्यहाँ माथिसम्म अनि यहाँको भ्यू त खतरा खाँदै दाइ नै साथीहरू यहाँका ढुङ्गा फेरि यस्ता आउने बिज्ने खालको साथीहरू यस्ता डाँडामा पनि गएर हेर्नुहोस् जङ्गलको बिचमा एक्लै गर्छ वरिपरि कोही छैन फेरि त्यहाँ बस साथीहरू अलिकति छ अब यति माथि छ अब पुग्ने ए तलतिरबाट आइसके यति माथि जानुपर्ने छु को त्यो ए छ बाटो साथीहरू सल्यान जाने त साथीहरू पुगिसकेँ म यो घर छोडेर अर्को घर जाने हो यति नै हो त तपाईँ साथीहरू तोरी फुलिसकिरहेछ अरूले भक्क लगाउँदैछन् या साथीहरू आन्टीसँग सबैसँग भेट गरिसकेँ अब जानेतिर होला दाङतिर घुम्न अनि यता तपाईँको साथीहरू क्या नजारा छ अन्त तोरी उम्रेखेनन् उम्रे पनि यसरी फुलेखेनन् यो ठाउँमा फेरि कस्तो राम्रो फुलेको साथीहरू हेर्न सक्नुहुन्छ हेर्नु साथीहरू कस्तो दामी फुलेको क्या यहाँ फेरि मौरीको पनि आवाज आइरहेको होला हजुरलाई अनि हेर्नु डाँडा पाखा साथीहरू क्या दामी छ आहा सिनहरू माथि पायो भने क्या दामी छ आहा मजा आइगयो यहाँ साथीहरू घुमेर पनि अहिले त्यहाँ डाँडामा यहाँ घाम छ फेरि त्यो डाँडामा पारि बादल छ हो डाँडामा फेरि बादल छ त्यहाँ
तल हेर्न सक्नुहुन्छ साथीहरू, कहिले धान उठाइरहन्, कहिले के गरिरहन्। उता बाहिर पनि खेतमा मान्छे छन् वरपर। सबले पानी पर्छ भनेर छिटो आफ्नो धान सुकाएबरी उठाल्छन्। कसैको बिग्रिया, कसैको के भए थाहा छैन साथीहरू। यस्तै छ हौ।